घरमै यति मिठो समोसा चाट बनाएर खानुभयो भने बाहिरको समोसा चाट त तपाईँहरूलाई खल्लो लाग्छ क्या। यो यति मिठो हुन्छ नि। सुरुमा चाहिँ केराउको तरकारी बनाउनुपर्छ। त्यसको लागि प्रेसर कुकरमा तेल एड गर्ने, जिरा फुराउने र मसिनो गरेर काटेको प्याज पनि यसैमा एड गरिदिने। हल्का ब्राउन भइसकेपछि मसिनो गरेर काटेको आलुलाई पनि हालिदिने। एउटा मात्रै आलु एड गर्ने र त्यसपछि भिजाएर राखेको केराउलाई पनि हालेर फ्राई गर्ने। अब पानी ड्राई आउट भइसकेपछि अदुवा लसुनको पेस्ट, थोरै खुर्सानी, थोरै जिरा, स्वाद अनुसार नुन र थोरै बेसार हालेर पनि मजाले चलाइदिने। अब केराउसँग चाहिँ मसला मजाले मिक्स भइसकेपछि टन्नै पानी एड गरिदिने र यसलाई चाहिँ 4 सिटी लगाइदिने। मिडियम हिटमा 4 सिटी लगाउन छोडिदिने। अब यो पाकुन्जेल चाहिँ हरियो चटनी बनाउने है। यहाँ थोरै र 4वटा जति हरियो खुर्सानी ब्लेन्डिङ जारमा एड गरिदिने। त्यसपछि प्याजको आधी पनि एड गर्ने क्या। प्याज चाहिँ दही पनि एड गरिदिने है। 2 चम्चा जति दही। अब यो ब्लेन्ड गरिसकेपछि चाहिँ यो ग्रिन चटनी चाहिँ रेडी भयो। अब यो ग्रिन चटनीमा चाहिँ नुन स्वाद अनुसार हाल्ने र थोरै जिराको धुलो हालेर थोरै लेमन जुस पनि एड गरिदिने आधी जति। कागती हालेर मजाले मिक्स गरिसकेपछि यो चाहिँ बन्यो। अब यहाँ केराउको तरकारी पनि बन्यो। यहाँ चाहिँ मैले सबै प्रेप गरिसकेँ क्या। यो यति रेडी भयो। समोसा चाहिँ मैले किनेरै ल्याएको थिएँ। यो चाहिँ टिपटपको समोसा हो। त्यसमा किनभने त्यो अचार आउँछ नि त गुलियोवाला, सो त्यो चाहिँ खट्टी मिठी अचारलाई ठिक्क हुन्छ। 2वटा समोसालाई क्रस गर्ने अघि हामीले बनाएको ग्रिन चटनी हाल्ने, यो टिपटपको सस एड गरिदिने र माथिबाट यो केराउको तरकारी एड गरिदिने र दहीलाई चाहिँ मजाले फिटेर थोरै पानी हालेर हल्का पातलो बनाएर त्यो पनि हाले। चिनी नभएको दही युज गर्दैछु र माथिबाट फेरि ग्रिन चटनी, यो गुलियोवाला चटनी, धनिया पनि एड गरेँ, थोरै अनार पनि एड गरेँ र मसिनो गरेर काटेको काँक्रोलाई पनि एड गरेँ। अब यतिको भइसकेपछि त बाहिर किन खानु क्या समोसा चाट, यो घरमा यति मिठो बन्छ नि। एकचोटि यो घरमा बनाएर खानुभयो भने तपाईँहरूले फेरि फेरि बनाएर खानुहुन्छ क्या, किनभने यो यति मिठो हुन्छ नि। तपाईँहरूले पनि अब यो रेसिपी ट्राई गर्नुहोला र घरमै समोसा चाट बनाउन ट्राई गर्नु है त। थ्याङ्क यू फर वाचिङ। फलो फर मोर रेसिपिज।